हेलो साथीहरू, आज पनि हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु भन्न चाहन्छु। आज चाहिँ म बस्तुमा जाँदैछु भन्दा पनि तल्लो बारी जाँदैछु। तल्लो बारीमा चाहिँ बस्तु छन् अनि अब बाँकी रहेको कोदो रोपाइ चाहिँ तल्लो बारी छ हाम्रो। मकै भाज्नुपर्ने हरेक कुरा तलै छ। खेत रोपाइ सबैको सकिसकेको छ हाम्रोतिर चाहिँ साथीहरू। हजुरहरूकोतिर सकिएको छ कि छैन तल कमेन्ट गर्नुहोस् ल। अनि म चाहिँ अहिले ठ्याक्कै खेतबारीमा छु। यता पछाडि देख्न सक्नुहुन्छ, यता पछाडि चाहिँ धानहरू है। चट्ट यो पछुवा रोपेको चाहिँ यताको हो। टक्क यो सबै पछुवा हो, यो माथिको चाहिँ सबै पछुवा हो साथीहरू। पहेँलै छ, अझै हरियो बास होइन, गावा सरेको छैन। अनि यता तल चाहिँ हरियो देख्न सक्नुहुन्छ साथीहरू। यो सबै यो चाहिँ अगुवा 90% चाहिँ गावा सरिसकेको छ र हरियो भइसक्यो। देख्न सक्नुहुनेछ यो पछुवा चाहिँ टक्क अहिले चाहिँ पहेँलै छ। चाइनिज केरा पनि छ साथीहरू। यता चाहिँ केराको बगान छ साथीहरू। यो मुनि चाहिँ टक्क है। यस्तै छ साथीहरू, गाउँघरको बसाइ के गर्ने है। अब गाउँघरको बसाइ पनि धेरै भइसकेको छ साथीहरू। अब लगभग गाउँको बसाइ चाहिँ अन्तिम हो मेरो लागि साथीहरू है। मेरो बसाइ चाहिँ अन्तिम रहनेछ अब चाहिँ टक्क है। लगभग अब रोपाइ सकिसकेको छ। अब कोदो चाहिँ बाँकी नै छ अझै पनि टन्नै। धान त सकिसक्यो सबैको साथीहरू। यता पछाडि चाहिँ ढुङ्ग्रे बाँस छ साथीहरू। ढुङ्ग्रे बाँसको झ्याङ छ। अनि यता पछाडि चाहिँ यहाँनिर चाहिँ भर्खरको रहेछ है। टक्क खाने बेला भइसक्यो भाँचेर। अनि अरू पनि नयाँ उम्रिँदैछ यतातिर। सब छिपिसकेको छ हेर्नुहोस् साथीहरू। यो चाहिँ मजा आउँछ, मिठो हुन्छ है। ढुङ्ग्रे बाँसको तामा खानलाई चाहिँ मिठो हुन्छ। यो चाहिँ ढुङ्ग्रे बाँसको तामा हो, छिपिसकेको छ। यता चाहिँ छु अहिले म बिहारबारीमा। टक्क यो चाहिँ बिहार कोदोको बिहार हो। अब टक्क 20 गते रोपाइ छ हाम्रो चाहिँ साथीहरू। यसको लागि 20 गते त एक रोलले त सकिन्न नै साथीहरू। अझै 2 रोल जति लाग्छ। अहिले त विद्यार्थीहरू नि स्कुल लागिसक्यो अनि विद्यार्थीहरू स्कुल जान्छन्। हामी अब अरू बाँकी रहेको मात्र पढ्न खेल्छौँ नि त। आइतबार र शनिबार र आइतबार चाहिँ अब विद्यार्थीहरू नि हुन्छ र टन्नै हुन्छ। अरू बार त खासै सरौले धेरै सङ्ख्यामा हुँदैनौँ नि त। टक्क यतादेखि छ टन्नै छ है साथीहरू बिहार चाहिँ। टक्क यो चाहिँ सब गोडिसकेको छ। यो चाहिँ गोडिसकेको पातलो पलायो साथीहरू। टक्क टन्नै छ। यतादेखि यतासम्म छ है साथीहरू। सब बिहार हो। टक्क 20 गते रोपाइ छ है यो कोदो चाहिँ साथीहरू। म चाहिँ कटेर आइसकेको छु साथीहरू। यता पर कटेरो छ, यहाँ पनि कटेरो भाज्दै मकै चाहिँ भाज्दै यहाँनिर स्टोर गर्नुपर्ने हुन्छ। अनि पछि घर बिस्तारै ओसार्ने हो। पानी परेर बिजोग्छ, अहिले पानी परिहाल्यो। यता चाहिँ हाम्रो कटेरो छ टक्क है यता। अनि स्टोर गर्ने चाहिँ यतानिर हो। मकै यता छ स्टोर गर्नुपर्ने, यता छ। अनि यता चाहिँ छोपेको रहेछ है साथीहरू। यता छ भाज्दै यता ल्याउने थुपार्ने। यसपालि औलको मकै यस्तै छ साथीहरू। पारा लाग्दैन, खासै राम्रो भएन, सब्रेन। केरा बारी छ यहाँ पनि साथीहरू। तल 1 गरी, त्यहाँ 2 गरी, पर छ समथिङ 4-5 गरी केरा चाहिँ निस्किएको छ। ल अब म चाहिँ मकै बारीमा आइसकेको छु। टक्क अब चाहिँ मकै भाज्नु पर्ने हुन्छ साथीहरू। भाँचे है त। अनि लास्टै गर्मी छ साथीहरू औलतिर चाहिँ। कर्कलो छ अनि कर्कलोमा यता सुन्तलाको बोटहरू छ। माथिसम्म सुन्तला अम्बक धेरै बिरुवाहरू छन्। माथि पनि
अम्बकको बगान छ साथीहरू, सानो सानो भए पनि। अनि यता यसपालिदेखि चाहिँ फल्न लाग्छ सुन्तलाहरू पनि। यो चाहिँ हाम्रो कटेरो हो साथीहरू, टक्क यसो बस्न खान मिल्ने छ, पकाउन मिल्ने छ हैन। टक्क हाम्रो सानो कटेरो, हाम्रो सानो झोपडी नै हो यो पनि, घर नै हो। ल फाइनल्ली मैले चाहिँ मकै भाँचिसकेको छु साथीहरू। यो चाहिँ लास्ट टिप हो, लास्ट भाडी हो।